डाँडा पाखा छहाराले तिम्रै गीत गाउँछ हो छातीभित्र मोटो पानी तिमीलाई बोलाउँछ हो सताएर गोटारा यी माया तिम्रै लागि माए यो धरतीमा डाँडा पाखा छहाराले तिम्रै गीत गाउँछ इन्द्रेणीको रङ्गमा पनि देख्छु तिम्रो छाया हिमालय सधैँ अचल तिम्रै चोखो माया हो इन्द्रेणीको रङ्गमा पनि देख्छु तिम्रो छाया हिमालय सधैँ अचल तिम्रै चोखो माया आऊ अब गरौँ एउटा नछुटिने बाचा जोडी जोडी सयो जोडी हुन्छ तिमीसँगै डाँडा पाखा छहाराले तिम्रै गीत गाउँछ हो छातीभित्र मोटो पानी तिमीलाई बोलाउँछ हो सताएर गोटारा यी माया तिम्रै लागि माए यो धरतीमा डाँडा पाखा छहाराले तिम्रै गीत गाउँछ थ्याङ्क यू यता हो यता यता गर यस्तो 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 यता यो जग्गामा भने यहाँ बस्नु सिरियस हुँदैन ओके यत्रो मेहनत गरेर हुँदैन होइन खोइ उता उता हेर ल एउटा फोटो खिच्नु नि हामी गएर नाच्यौँ नि अगाडि गएर फोटो त हामी हाल्दैछौँ नि यता हो त्यसो भए यहाँ म तल बसेर ओके अब गएर नाच्यौँ हामी एक्लै त म छोडै छोडिनँ अनि फकाएर टिपिहाल्ने षड्यन्त्रकारीहरू हजुरको नाम के हो पेमा दिचेन तामाङ पेमा देचन तामाङ कताबाट आउनुभयो भन्नुहोस् त म इन्डियाबाट दार्जिलिङ जोरबङ्गलाबाट यहाँ आउनुहोस् त हजुर र म यहाँ बसेर आज त मलाई बात मारेको नो यता बस्नु यसो पख ल यहाँ देख्छ है अब खास त म बोल्दिनँ हो तपाईँहरू बोल्नु लास्टमा ऊ मेरोमा आउँछ क्या बस्नु कि म उठ्दिनँ ल म उठ्दिनँ म त बस्छु इन्डियाबाट आउनुभएको म पनि उतै जन्मेको हो हाम्रो काँकर भित्रतिर डेलिभरी भयो कि सिलगढी लगिहाल्छ कति जन्मिन्छ पाहाडीमा त्यही भने ओके पेमा कति वर्ष पुग्नु भयो 8 years 8 yearsमा यस्तो गाउने भनेपछि दार्जिलिङमा के खान्छौ भन त यस्तो मिठो भन त चिया चिया दार्जिलिङको चिया हजुर त्यो चिया मिठो छ कि खाना मिठो छ भन त गरे होइन्छ नि
हजुरको एकदमै मलाई ओरिजिनल ल्यायो आफ्नै स्टाइल त्यसमा पनि फिल माई गुडनेस म जस्तै त्यसमा प्रमोद मैले खरेलको पनि मिलायो यस्तै भने गीत कस्तो सुनिन्छ होला है पेमा सुन्छ नि मेरो गीत त्यसमा झन् मिलन आलीको अनि मिलायो भने झन् झन् लामाको कस्तो मिठो मिसायो सुनिन्छ भने के है चाहिँ हुन्छ पेमा? होला भन त खोइ त होइ अब यस्तो यस्तो गरौँ न एका लागेर चाहिँ मैले भगवान्। यस्तो गरौँ न एकचोटि सरहरू बसिदिनुहोस् न बिचरालाई एकछिन डिसिजन अप्ठ्यारो गरिदिनुहोस् भइसक्यो हामी त यसो नछोड्ने। यसो उहाँलाई तर यसो जति सोच्नु दिनुहोस् न अलिकति हजुरले हामी त नछोड्ने पेमा अब पेमा जाउँ आउनुहोस् टिम प्रमोदको भन्नु त म जानु भने हो मलाई एकछिन है ला यसको हिले निस्क्यो कि मैले अगाडिदेखि रेस्ट गर्नु भनिरहेको यो कस्तो नसुनेको। पेमाको स्वरै पेमा, यस्तो थियो है हजुरको स्वरले त्यो पहराले गर्ने बित्तिकै यो यस्तो भएको हो कि अरे बुझ्नुभयो? सुपर ग्लो मैले अगाडिदेखि ननिस्किनु त्यहाँबाट रेस्ट गर्नु भनेको के हो बसे हुन्छ नि त बसे बस्दिनँ म हुन्छ तपाईँले चप्पल उभिनु खोल्नु पछि किन बसे हुन्छ बस्नु? बसे हुन्छ चप्पल खोल न हुन्छ बस्नै पर्यो कि चप्पल खोल्न मिल्छ म पेमालाई अप्ठ्यारो त भयो। अब बरु लु भन्नुहोस् यहाँबाट यहाँ अति भयो कि म त अघिदेखिको भक्कै अब भक्कै भएको होइन कि अब सुन्नुहोस् है सुन्नु पेमा त्यहाँ तपाईँ जसकोमा जानुहुन्न नि उहाँहरू त्यहाँ बस्नु भएको छ जसकोमा जानुहुन्छ यता छु म फोटो जानु त खिचिदिन्छु जाने हो कि दादाकोमा तर के भने पहिला आफ्नो टिमको भए जाने त्यसपछि अनि सबैजना म भेटाइहाल्छु टेन्सन छैन नि बडालाई भेट्दै नमस्ते फुपूलाई गर्ने आन्टीलाई भएर। थ्याङ्क यू भनेर आइपुग्छिन्छ दादाकोमा भने आउने चाहिँ हेर्नु है हेर आँखा पनि हाम्रो यस्तो मिल्छ हेर त ए त्यो चाहिँ आँखा भन्नु मेरो अहिले पनि यार, सेम यो त- सेम त सेम छ नि त पेमालाई के प्रोफेसर मन पर्दैन हजुर मैले गएको मन पर्दैन मनपर्छ। अनि हजुर पेमा, फिलिङ्स गाउने पेमा। स्टाइल उस्तै छ कि छैन भन्छ त हजुर अनि पेमा स्माइल टुडे स्माइल टुडे बुझ्यो स्माइल टुडे भने के पेमा हेर्नु हजुरको यहाँ गाना लेखेको छ पेमा त्यही भएर everyday हाँसेको। हजुरले गर्दा मेरो हिले भएको थियो नि Smiley वाला यति gift छ यति मसँग। एक्साइटेड भएँ म पेमा यस्तै स्माइली वाला गिफ्ट छ ल क्या ल अब भयो अब बस्नु अब पेमा यता पेमाले आउँछ डिसाइड गर्नुहुन्छ अब म त यहाँ हिले छोडेर उभिएँ नि त ल ठिक छ के पर्ला पेमा, कसकोमा जाने भन त? पेमालाई त म पेमा। धेरै जान्छु सरी आज। म्याम आइएम सरी सर आइएम सरी प्रविशा म्याम हजुर सर के हो यस्तो केही छैन नेक्स्ट टाइम माई गुडनेस बडाले चाहिँ छोड्नु भएको लागि हात जोड्ने है सकेन